नमस्ते, शुभ दिन। कथा यात्रा नेपालमा कविता संसार अनलाइन मासिक पत्रिकामा प्रकाशित याम बहादुर थापा मगरको कविता तपसिलमा रहेको छ। लघु कथा संसार अनलाइन पत्रिका र कविता संसार अनलाइन मासिकको याम बहादुर थापा मगर विशेष सहयोगी हुनुहुन्छ। कविता संसार अनलाइनको प्रकाशक तथा सम्पादक त्रिचन्द्र श्रेष्ठ, अतिथि सम्पादक सानु राजा श्रेष्ठ, भाषा सम्पादक नन्दलाल आर्चाय हुनुहुन्छ। कविता संसार अनलाइनमा प्रकाशित याम बहादुर थापा मगरको कविता यस प्रकार रहेको छ। कथा यात्रा युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गरेर सहयोग गर्नुहुन अनुरोध छ। कविताको शीर्षक कहिले होला त्यो दिन आउने। कहिले होला त्यो दिन जब भुइँ मान्छेहरू पनि गणतन्त्रको उपलब्धिमा हर्षित हुनेछन्, जब उनीहरूका आँखामा सपना मात्र होइन, सपना पूरा भएको मुस्कान पनि देखिनेछ। गणतन्त्र आएको वर्षौं भइसकेछ, संविधान बनेको दशक काटिएछ, तर गाउँको गोठमा जन्मिएको बालकले अझै पनि अस्पतालको शैय्या हेर्न पाएको छैन। माटो टेकेको खुट्टाले सडकको धुलोभन्दा बढी आश्वासन बोक्दैन। कहिले होला त्यो दिन जब असार 15 को धान दिवसमा माटोमा खेल्दै हाँसेका तस्विरहरू साँच्चीकै किसानका अनुहारमा देखिनेछ, जब दही चिउरा खान भ्याउने उनीहरूले दही नपाएर सामाजिक सञ्जालमा मौन बस्नुपर्ने छैन। आज पनि तस्विर खिचिन्छ, धान रोपिन्छ, गीत गाइन्छ, तर त्यो गीत, त्यो धान के भुइँ मान्छेहरूको चुलोमा पुग्छ? सकारात्मक सोच राखौं। यात्रा सजिलो छैन, तर असम्भव पनि होइन। सबै मिलेर साना पाइलाहरू राख्दै गाउँको गोरेटो सुधारौं। शब्द मात्र होइन, कर्मबाट परिवर्तन ल्याऊं। कृषकको मुठीमा बिउ मात्र होइन, सत्ता र सम्भावनाको चाबी पनि राख्न दिने हो भने गणतन्त्रको उल्लास गाउँमा पनि गुन्जनेछ। धान दिवस फोटोमा मात्र होइन, जीवनमा पनि पर्व बन्नेछ। त्यो दिन पक्कै आउँछ जब गाउँका हाँसोले शहरका भाषणहरू लजाउनेछन्, तर त्यो दिन हाम्रो सोच र कर्मबाट मात्र सम्भव हुनेछ, सकारात्मक परिवर्तनको सामूहिक बिउ रोपेर।